गुड मर्निङ साथीहरू सन्चै हुनुहुन्छ आरामै हुनुहुन्छ होला आज चाहिँ हाम्रो दिनको सुरुवात भनेपछि हिजो राति अलिकति माछा ल्याएको थियो हामीहरूले त्यही माछाको कार्यक्रम गर्नलाई हाम्रो दाइ पुरा चक्कु लिएर तत्पर्य हुनुहुन्छ यस आज टुडे स्पेशल शनिबार यस शनिबारको दिन छुट्टीको दिनमा अब हल्का माछा पनाइ कार्यक्रम भइरहेछ बनाइ कार्यक्रम यो वर जिउँदा यस कमलकार ओहो खचाक खचाक पर्ने हेलो हाउ आर यु इट मी भन्दै छ यसले प्लिज इट मी धेरै चिसो छ धेरै चिसो छ चिसोमा म माछा भनेको गरम हुन्छ चिसो चिसो महिनामा खान राम्रो कुरो हुन्छ र यो हिजो चिसोमा म बाँच्न सक्दिनँ मलाई खाइहाल भन्दै छ र यो चिसोमा माछा खानु धेरै नै राम्रो कुरो हुन्छ अलि तातो मानिन्छ माछालाई हाम्रो नेपाली कमलकारै हुने नै यस कमलकारै हो कमलकार हो अलिकति राम्रै रेटमा मिल्यो त्यही भएर हामीले 1 किलो लिएका छौँ सो गाइस यतातिर पछि माछा साछा बनाएर खाइन्छ फेरि जोशीपुर गाउँपालिकाको स्थानीय स्तरको खेलकुद कार्यक्रममा सहभागी भइन्छ र उहाँ फुटबलको म्याच हेर्दै एकदम रोमाञ्चक मोडमा गइन्छ अनि फुल टु मोज हुन्छ गोल 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 तीनजना एक ठोकिन बसेछ रे भाइ अन्त के देखिन जुम सुम सही हो हुँदैन यो यो एक्सन के अरे 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 मार दे ए घुमाडी ले ठीक बा ले घुमाई घुमाई ठीक बा साथीभाइहरु यहाँ त जोरमा हैन लागल बाटै बढ़िया बात ले लो मने मेन डिफेंस हो यार उठे त पुरै फ्री रह लेबेक मारे हेरो सेल्फी यहाँ हेरो यहाँ हेरो जोर में खड़ा हो भाई लो मां कसम केला खाएर त लगाऊ कसम आफ्नो काम नकरो केला खा के डेरा न कर दो डाइरेक्ट ठोक दिनु हो अगने माटु बाजा लो बाजा लो बाजा लाग्यो जटा बनवा में छेकरा लेके जाते यार रे भेलो हाम्रो आडी हाम्रो दाइ हुनुहुन्छ गन्दै डले हाल्छ निहरुमा हिम्मत गर्दैन बस घुसा जाओ ल ठीक बा ल आउट ल बोल यही आएछ हाम्रो अरे लागो एम्बापेले पेनाल्टी पायो सी मेसी कस्तो हो त अझै अरे उडे काय वा किपर वा कसो गुड एकदम गम्भीर छ मौकाको साथमा अब हामीहरू चाहिँ बल उडेछ केटा हाल्यो उडाइदे सिधा उडाइदे ल नछोड ल खेल भाइ गुड पास सर्भिस पास आफै हान्दै तेरी माको अब हाम्रो मैट परेको टिमले बल हान्न गइरहेको छ सिमरिमलाई हार्यो
भाइले हान्यो ओके गर दामी दामी ल ठोक्यो मैन पोखरीले हान्दैछन् गोट किपर भाइ अब हाम्रो मैन पोखरीबाट तीसरा शट छिर्ग्यो ल गेडाहरूले हाल्यो छन् दुई रोकिहाल्यो त अब भयो नि एक अब एक हानी भने पछि जित्या हो यो हान्दियो भने 4 गोल खाहाल्यो पहिले साथीहरु आवाज चाहिँ मैन पोखरीले दनादन हानेको छ अब यो चौथा हो 2 बल रोकिसकेको छ यो बल घसायो भने सिधा मैन पोखरीको हातमा गेम यसको साथ आज मैन पोखरीले जित हासिल गरेको छ बाग्राको खसेको मासु जित्यो राम्रो खेले एकदम रमाइलो भयो हानेछन् केटाहरूले 4 गोल हार्दिक अभिनन्दन चाहन्छौँ। अब हामी समापन कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौँ। अब ढिलो नगरिकन हामी समापन कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौँ। जोशीपुर गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता जोशीपुर गाउँपालिकाको आर्थिक वर्ष 82-83 विनियोजित बजेटबाट सञ्चालन भएको स्वास्थ्यको लागि खेलकुद राष्ट्रियको लागि खेलकुद भन्ने मूल नाराका साथ मिति 2082 साल मङ्सिर महिनाको पौष 5 गते यस बलरियाको खेल मैदानमा अतिथिको रूपमा स्टेजमा सञ्चारकर्मी एवं पत्रकार सुदराम दैतजीलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध चाहन्छौँ। त्यसै गरी आसन ग्रहण गरिदिनुको लागि फुटबल तर्फका एम्पायर एवं सुदूरपश्चिम लोकतान्त्रिक खेलकुदका प्रदेश सदस्य मिलन हमाललाई पनि आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। त्यसै गरी एम्पायर समूह नेपालीजीलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। पूर्व तर्फका एम्पायर रञ्जित बराइजीलाई पनि एम्पायरको अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। त्यसै गरी
फुटबल तर्फकै एम्पायर तथा फुटबल खेल संयोजक सन्तोष हमालजीलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। त्यसै गरी कामना टेलिभिजनका जोशीपुरका संवाददाता मिलन साउदलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। उपाध्यक्ष महिला नेत्री रेखा देवी कठरेजीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलकुद। जोशीपुर गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता जोशीपुर गाउँपालिका कैलाली समापन कार्यक्रम मिति 2082 9 महिना 5 गते। स्थान बरहरिया खेल मैदान। आर्थिक सहयोग जोशीपुर गाउँपालिकाको कार्यालय जोशीपुर कैलाली। आयोजक जोशीपुर गाउँपालिका स्तरीय खेलकुद उपभोक्ता समिति जोशीपुर कैलाली। उद्घाटन भएको घोषणा गर्दछु। धन्यवाद। कार्यक्रमका प्रमुख अतिथिज्यू कार्यक्रमलाई ब्यानर वाचन गरेर हामीले खेल हेऱ्यौँ, रमाइलो पनि लाग्यो र त्यो रमाइलो गर्दा गर्दै साथीहरूले पनि एकदमै जोस जाँगरका साथ वडा अध्यक्षहरूले पनि आफ्नो बिताएको थियो। त्यसै गरी हाम्रो दुर्गा सेल्स पोइन्टबाट पनि हौसला प्रदान गरिएको थियो। त्यसै गरी धेरै तपाईहरुको खेललाई प्रदर्शन राम्रो गर्नुभयो। त्यो खेललाई प्रशंसा गर्दै यहाँबाट अब हामी बिदा लिएर जाँदैछौँ भनेर चाहिँ धन्यवाद दिएर जानुभएको छ। उहाँलाई पनि यो जोशीपुरको कार्यक्रमका विशिष्ट अतिथि वडा नम्बर 5 का वडाध्यक्ष अनर कुमार डगोराजीलाई निम्तन चाहन्छु र हस् धन्यवाद सञ्चालकज्यू। आज यस जोशीपुर गाउँपालिका स्तरीय खेलकुद कार्यक्रम समापन कार्यक्रमका सभापति आदरणीय महेश मल्लज्यू, यसै गरी प्रमुख अतिथिमा जोशीपुर गाउँपालिका उपाध्यक्ष आदरणीय महिला नेत्री रेखा देवी कठरेज्यू, यसै गरी विशेष अतिथिमा जोशीपुर गाउँपालिका वार्ड नम्बर 6 का वार्ड अध्यक्ष भोजा डङ्गोरज्यू, यसै गरी अतिथिमा जोशीपुर गाउँपालिका वार्ड नम्बर 5 का वार्ड सदस्य रामबहादुर डङ्गोरज्यू, यसै गरी अतिथिमा हाम्रो जोशीपुर गाउँपालिका जोशीपुर बजार व्यवस्थापन निवर्तमान अध्यक्ष विष्णु डङ्गोरज्यू, यसै गरी हाम्रा पत्रकार आदरणीय सुदाम डङ्गोरज्यू, यसै गरी उपस्थित हाम्रा सम्पूर्ण व्यासमा आसन अतिथिज्यूहरू लगायत जोशीपुर गाउँपालिका भित्र रहेका आज जोशीपुर गाउँपालिका खेलकुद स्तरीयमा सहभागी सम्पूर्ण खेलाडी साथै पनि धेरै किनभने दुईटा खेलमा एउटा भलिबल र एउटा फुटबलमा उहाँहरू विजेता फर्स्ट विजेता गर्नुभएकोमा उहाँहरूलाई धेरै धन्यवाद दिन चाहन्छु र आगामी पनि आउँदो वर्ष पनि यसै गरी सम्पूर्ण खेलमा पनि उहाँहरूले फर्स्ट विजेता ल्याओस् र वार्ड नम्बर 5 को हिसाबले उहाँहरूले हौसला प्रदान गरोस् र
वार्ड नम्बर 5 को हिसाबले जुन खेलाडीहरूलाई जुन सामग्रीको हिसाबमा हुन्छ खेल सम्बन्धी सामग्री हुन्छ त्यसो समाज भन्न चाहन्छु तपाईहरु एकदम हौसलापूर्णले सधैँभरि यस्तै खेलिरहोस् र जुन आवश्यकता हुन्छ तपाईहरुको खेल सम्बन्धी सामग्रीहरू प्रस्ताव राख्नु होला वार्ड नम्बर 5 ले तपाईहरुलाई सामग्रीको लागि एकदम दिने तयार छ त्यो चाहिँ आजको यस धेरै बोल्दैन छोटो समय छ भन्दै आजको कार्यक्रमको सफलताको शुभकामना दिँदै फेरि आफ्नो आफ्नो वार्ड नम्बर सम्पूर्ण विजेता साथीहरूलाई धन्यवाद दिँदै बिदा हुन्छु हस्त धन्यवाद जानेको छु र उत्कृष्ट हुन सफल वार्ड नम्बर 5 का सुदीप चौधरी उत्कृष्ट खेलाडी हार्दिक बधाई छ राम्रो खेल देखाएर टुर्नामेन्टकै उत्कृष्ट खेलाडी भएका छन् यो सँगै लो यहाँ 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 रे यहाँ यहाँ ले यहाँ रे ल बधाई छ भाइलाई धेरै धेरै बधाई छ टुर्नामेन्टमै उत्कृष्ट खेलाडी घोषित भएका छन् आयोजकको तर्फबाट आगामी दिनको पनि हार्दिक शुभकामना सहित उज्जवल भविष्यको कामना गर्दछौँ आज उहाँ कामको सिलसिलाले जबको सिलसिलाले उहाँ गइसक्नु भएको छ आयोजकको तर्फबाट धेरै धेरै बधाई दिन चाहन्छु क्रिकेट में क्या होगा त्यसै गरी फेरि पनि उहाँलाई लो इधर ल्याउनका लागि अनुरोध गऱ्यौँ साथीहरू आज चाहिँ हाम्रो जोसपुर गाउँपालिकाबाट खेलकुद जोसपुर राष्ट्रिय खेलकुद भइरहेको छ जहाँ मलाई सम्मान मिलेको छ हेर्न सक्नुहुन्छ जोसपुर गाउँपालिकाका टिम हेर्नुहोला र कसैको सिग्नेचर छैन भने पनि हेरिदिनु होला कार्यक्रममा अलिकति खेलकुदमा हुनुहुन्थ्यो खेल खेल्दै हुनुहुन्थ्यो कतै छुटेको छ भने पनि तपाईँहरू आजकलाई भन्नुहोला बधाई छ पालिका स्तरीय फुटबल प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल राम्रो खेल खेल्नु भएको थियो धेरै बधाई छ नम्बर 5 को टोलीलाई नम्बर 6 को टोलीलाई राम्रो खेलेर पालिका स्तरीय खेलकुदमा द्वितीय हुन सफल भएको छन् आगामी दिनहरूमा पनि यहाँको अझै खेलकुदमा लगाव रहोस् आगामी दिनमा प्रथम हुनुहोला भन्ने फेरि शुभकामना दिन चाहन्छौँ सफल अहिलेसम्म जोशीपुरमा आफ्नो दबदबा कायम गरेका छन् भलिबलमा राम्रो प्रदर्शन उहाँले भलिबलका राम्रा टिमहरूलाई प्रतिस्पर्धामा हराउँदै प्रथम हुन सफल हुनुभएको थियो आगामी दिनहरूमा पनि तपाईँलाई हार्दिक बधाई दिन चाहन्छौँ भलिबल तर्फका खेलाडीहरू जसले राम्रो पुरस्कार जसले राम्रो खेल खेलेर टुर्नामेन्टमा आफ्नो दबदबा कायम गर्न सफल भएका थिए आगामी दिनहरूमा पनि पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौँ कृपया समापन कार्यक्रम थोरै छ
धेरै धेरै बधाई राम्रो खेल सबैको नजरमा पर्न सफल वडा नम्बर 5 को मैनपुर्ने टिम अर्को साल पनि राम्रो प्रदर्शन गरोस् र उहाँसँग हार्ने टिमहरू पनि राम्रा थिए उनीहरूलाई पनि आगामी दिनमा आगामी वर्षमा उत्कृष्ट प्रदर्शन गरून् भन्ने शुभकामना धेरै धेरै बधाई दिन चाहन्छौँ यो ट्रफी यति बेला 5 को भएको छ र आगामी दिनमा पनि उहाँलाई च्यालेन्ज गर्न सक्ने जित्न सक्ने कुनै टिम छ भने अर्को वर्ष फेरि च्यालेन्ज गर्नुहोला भन्न चाहन्छौँ अहिलेसम्म आफ्नो दबदबा कायम गर्न सफल यो टिमलाई आगामी वर्षको हार्दिक शुभकामना दिन चाहन्छौँ अब हामी कार्यक्रममा भलिबल तर्फको पुरस्कार दिन चाहन्छौँ र भलिबल महिला तर्फको पुरस्कार लगिदिनुको लागि जोशीपुर गाउँपालिकामै आफ्नो दर्जा कायम गर्न सफल जसले राम्रो प्रदर्शन उत्कृष्ट खेल खेलेर पालिकामै प्रथम हुन सफल हुनुभएको थियो जोशीपुर गाउँपालिका वडा नम्बर 3 को सम्पूर्ण यो टिमलाई भलिबल तर्फको प्रथम पुरस्कार लगिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ टिम क्याप्टन लगायत सम्पूर्ण खेलाडीहरू तपाईँहरू स्टेजमा आएर प्रथम पुरस्कार लगिदिनुको लागि हार्दिक अनुरोध चाहौँ र जय खेल जय सङ्गीत यही नै हो पालिका सिग्नेचर बाँकी छ धेरै धेरै बधाई छ यो टिमलाई जसले पालिकामा राम्रो प्रदर्शन गरेर प्रथम स्थान हासिल गर्न सफल भएको छ र यो पालिकामा उहाँलाई च्यालेन्ज गर्ने टिम अहिलेसम्म निस्किनु भएको छैन र आगामी वर्षमा अन्य पालिकाका अन्य वडाहरूले पनि उहाँलाई च्यालेन्ज गर्न सकुन् उहाँलाई च्यालेन्ज गर्ने टिम फेरि स्थापना होस् भन्ने शुभकामना दिन चाहन्छौँ र उहाँहरूलाई फेरि पनि राम्रो खेल खेल्नु होला भन्ने हामीले शुभकामना दिन चाह्यौँ त्यसै गरी अब हामी कार्यक्रमको करिब करिब अन्तिम तर्फ आइसकेका छौँ एकचोटि यता हेर्नु ल हो ल माथि उठाउनु त्यो उलाई समातेर सबै खेलाडीहरूले झ्याम्मै माथि उठाउनु होला अलि यसो उठाउनुहोस् के छ र एनर्जीमा ल एनर्जी सक्यो क्या पुरस्कार लगिदिनुको लागि वडा नम्बर 5 फुटबल तर्फको मैन पोखरी चामिर उद्योगका सञ्चालक पेट्रोन चौधरी लगायत सम्पूर्ण टिम क्याप्टनलाई प्रथम पुरस्कार लगिदिनुको लागि जसले टुर्नामेन्टमा उत्कृष्ट प्रदर्शन गरेर फाइनल ट्रफी उठाउन सफल वडा नम्बर 5 को टिमलाई हार्दिक बधाई दिन चाहन्छौँ जसले राम्रो टिमहरूलाई जितेर उहाँहरू फाइनल जित्न सफल हुनुभएको थियो आशा छ आगामी दिनमा पनि राम्रो प्रदर्शन हुनेछ यसपटक फाइनल ट्रफी लिन सफल हार्दिक बधाई तथा शुभकामना दिन चाह्यौँ ल ल ल हुन्छ हुन्छ ठिक छ ल भाइ बधाई छ धेरै बधाई वडा नम्बर 5 आज राम्रो प्रदर्शन गरेर प्रान्तिमा जित हासिल गर्न सफल जसले उत्कृष्ट प्रदर्शन गरेर आजको यो फुटबल तर्फको ट्रफी आफ्नो नाममा गर्न सफल हुनुभएको थियो हामी तर्फको प्रशंसा पत्र दिन गएका छौँ यशराज बिनारी भाइलाई क्रिकेट तर्फको एम्पायरको रेफ्रीको प्रशंसा पत्र लगिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ अघि न प्याकिङ भएको थिएन त्यही भएर ढिलो भाइ दुःख नमान्नुहोस् जसले अर्को राम्रा खेलहरू खेलाएर राम्रो गर्नुभएको थियो मेघराज बिनारी एम्पायर तर्फको त्यसै गरी
चक्रविष्टजीलाई एम्पायरको ट्रफीलाई दिनको लागि हार्दिक अनुमोदन गर्न चाहन्छु चक्रविष्ट चक्रविष्ट एम्पायरतर्फ क्रिकेटतर्फको एम्पायर जोसमा है एकदम क्रिकेटतर्फको उहाँले संयोजक भएर पनि काम गरिदिनु भएको थियो त्यसै गरी महेश मल्ल क्रिकेटतर्फको एम्पायर रेफ्री फुटबलवालालाई बिदा गरिदिउँ वर्ष सफल फुटबल यति बेला हामी प्रथम पुरस्कार दिन गइरहेका छौँ प्रथम पुरस्कार टिमलाई धेरै धेरै बधाई ऊर्जा सहित उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो सम्पूर्ण भाइहरूलाई बधाई दिन चाहन्छु यो ट्रफी नम्बर 5 को आफ्नो नाममा गर्न सफल बधाई छ धेरै धेरै आशा छ राम्रो खेल प्रदर्शन गरेर आगामी दिनहरूमा पनि उत्कृष्ट प्रदर्शन गर्नेछ धेरै धेरै बधाई नम्बर 5 को टिमलाई अब हामी कार्यक्रमको 8 गतेदेखि 5 गतेसम्म सञ्चालन भएको जोशीपुर गाउँपालिका स्तरीय खेलकुद प्रतियोगितामा तपाईँ श्री रेखादेवी भट्टराईजीले कार्यक्रममा प्रमुख अतिथिको रूपमा आएर कार्यक्रमको शोभा बढाइदिनु भएकोमा सदस्य रामबहादुर चौधरीजीलाई हार्दिक अनुरोध गर्न चाहन्छौँ त्यसै गरी मायाको छनौट दिलाउनको लागि जोशीपुर बजार व्यवस्थापनका निवर्तमान सदस्य विष्णु ढगराजीलाई हार्दिक अनुरोध गर्न चाहन्छौँ दिन कमा हो फुटबलमै हो हामी क्रिकेटमा हो ल ठिक छ कुन मिडिया हामी पर्सनल मिडिया हो मायाको छनौट दिनला नेपाल भानु चौधरी व्हाट्सएप में पठा देखो मायाको छनौट दिनको लागि सतीश नाथराम कर्मैयालाई हार्दिक अनुरोध गर्न चाहन्छु कोषाध्यक्ष बहादुर चौधरीलाई मायाको छनौट दिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु तो कम ने पठेना बा अब हामी कार्यक्रमको अन्तिम तर्फ आइसकेका छौँ 9761 32 1550 ये हो ना बराबर हो ठीक हो अब हामी कार्यक्रमको अन्तिम तर्फ आएका छौँ र कार्यक्रममा प्रमुख अतिथिको चाबी दिया ना एक तो छोट लाइसेंस समात ल भाइ हो ल राम्रो आइरहेछ रेखादेवी कठरेजी नमस्ते साथीहरू आज चाहिँ हामीहरू हाम्रो जोशीपुर जोशीपुर गाउँपालिकाको स्तरीय खेलकुद कार्यक्रममा आएको थियो र यहाँ विभिन्न प्रकारको खेलकुदको प्रतियोगिता थियो 10 दिनसम्म चल्यो वहाँ विभिन्न गाउँको विभिन्न वडाको खेलाडीहरूले आफ्नो प्रतियोगिता मतलब के भन्छन् आफ्नो आफ्नो पर्फर्मेन्स दिनुभयो उहाँले बेस्टभन्दा बेस्ट गर्नुभयो र फुटबलमा र भलिबलमा हाम्रो मैनपोखरीले जितेको छ र म खासले मैनपोखरीको सपोर्टमा आएको हुँ र बहुतै खुसी छ एकदमै मन एकदम उच्च भएको छ एकदम खुसीले हर्षित छौँ यहाँ हामी सम्पूर्ण मैनपोखरीवाला यहाँ सेक्न सक्नुहुन्छ हाम्रो मैनपोखरीका केटाहरू छन् हैन ल हाम्रो यो मैनपोखरीको फुटबलको टिम हो केटाहरूले जितेको ल हाम्रो यो फुटबलको ट्रफी हो मैनपोखरीको हैन यहाँ सम्पूर्ण खेलाडी भाइहरू छन् राम्रो खेल्नुभयो अर्को वर्ष फेरि जित्नुपर्छ फुटबलको ट्रफी